काट्छु तपाईको यस्तै व्यवहार यस्तै हरकत हो भने म काटेरै छाड्छु। गोविन्द खड्काको युट्युब च्यानल पनि छ, यसो ट्याक्टक सब्सक्राइब गरिदिनु न हैन। तिलु बेबी छ है, तिलु बेबी हालेपछि ब्याट आउँछ हैन त गाई। ल फाइनली गाइज हाम्रो सुटिङमा चाहिँ यति रमाइलो हुन्छ, यसरी तानी पनि पुगिन्छ। यसरी के भन्ने म त जान्दिनँ धेरै भन्नु, म चाहिँ यहाँको कोही पनि होइन, हेर्न सुटिङ त्यति आएको छु आज। त्यो पनि मलाई भिडियो बनाउने आदेश दिएर हाम्रो डाइरेक्टर सरले मैले बनाएको, म चाहिँ कोही पनि होइन, यो भिडियो बनाएको अनर्थमा सोच्नु लाइक कमेन्ट चाहिँ गरिदिनु। काट्छु तपाईको यस्तै व्यवहार यस्तै हरकत हो भने म काटेरै छाड्छु। हिजो मात्र यो आँगनमा पूजा पाठ लगाएर घर शान्ति होस् भनेर तपाईको हातबाट टीका लगाएर त्यो घरमा गएर त्यो घरको आँगनमा आँगन पोलेर भन्नु नरिबरी इन्टरटेनमेन्ट ल अब हल्ला नगरमै कोही पनि। काट्छु तपाईको यस्तै हरकत र यस्तै व्यवहार हो भने म काटेरै छाड्छु। हिजो मात्रै बिहे गरेर यस आँगनमा पूजा पाठ लगाएर यहाँ पहिलोचोटि मेरो यहाँ लाइफमा 500 जना जोडिन लाग्यो नि, यो अलि अगाडि बढाउनु पर्छ। तपाईको हो दाइ नआउनु है तपाईँ एकछिन। काट्छु तपाईको यस्तै व्यवहार र यस्तै हरकत हो भने म काटेरै छाड्छु। हिजो मात्रै यस आँगनमा पूजा पाठ लगाएर घर शान्ति होस् भनेर तपाईको हातबाट टीका लगाएर त्यो घरको आँगन पोलेर 7 फेरा घुमेर सिन्दुर लगाएर भित्राएकी श्रीमती हो। बिहे गरेको 2 दिन हुन नपाउँदै को नाटासँग गएर बसिस् भन्न कसरी सक्नुहुन्छ तपाईँ? कसरी सक्नुहुन्छ? भयो आमा, तपाईसँग बोलेर सकिँदैन। सावित्री किन जाउँ भित्र? यसले पहिला भन्यो आफूले यो डाइनिङ टाइट चाहिन्छ। लास्टमा फोकस हाल्नु हात काम मेरो सबै हात जम्जमायो क्या, यस्तो मलाई पढाउँदा ओइ माछाले यहाँ आज डर पनि लागिरहेको छ अरे। चामिन यति चाहियो। बाबुको मात्र यो मेरो यसो गर्छ नि म समात्छु ल, यसो गरेर नि समात्छु। समात पर्दैन, समात जामिन हो नि गर्दै जाऊ। एक्सन जामिन कट नजाऊ माछा हाँसेर बसेको गयो भन्नु पर्ने गरिहाल्यो। हात यहाँ टाइट चाहिन्छ। च्यापेस मात्र उचाल्नु आउँछ नि मान्छे हातमा यो च्यानललाई रोल ल एक्सन अनि मजा छ त उले उहाँ लुगाइदिनु ल रोल एक्सन कट ल अब आइस के थियो अहिले हेरा ओइ सुत्ने बेला ख्याल गरेर नि मैले एक गाडी पानी खत्याइदिनु यो। कस्तो घाटिनु हो किन सुत्ने भन्दा घाट दुखो कि चिचाउँदा ए होइन के भयो? यहाँ तल माथि डाउन झारेर यहाँ आउँ त यस्तो पुरै यसलाई हेर्नुस् गाइस, ओ माय यस्तो आउनु गॉड ठिक्क पारेको यहाँबाट यस्तो आउनु पर्यो। सजिलो हुन्छ है। तर तर फास्ट आउनु कि है तपाईँहरू त्यहाँ हट्दिनुहोस्, तपाईँहरू हट्दिनुहोस्। फर्कियो अलिक फास्ट आउनु पर्छ। जमाइ त ल के चाहिँ जाने हो? नचलाउँ ठिक हुन्छ यहाँ जाँदाखेरि। ल हाँसौँ राख मुखामुख गरेर जाने? ल रोल एक्सन जाऊ कट यहाँ यहाँ अलि मजाले समाधान सोधिदिनु यता देखेर ल देखेर कस्तो होला ए बुढा मलाई नछोडा भन्नु हास्यमा भन्नु वाह बुढा भन्नु चाहिँ जाने के हो? हामीकै हो के 4 वर्ष भयो यो क्षेत्रमा लागु यतिको हिम्मत नआएर मेरो आमा तपाईँ ब्याग जान्छ आमा अलिकति ब्याग म
ल बाबु हातसम्म त होइन धन्न इङ्ग्लिस पनि बुझिएको छु हिजो आज व्याकरण त्यो त होइन उता बुझिएको छु ल अगाडि उता उतापट्टि यता अझै अझै ल हात नै राख्दैन म म त बेसारी बुझेँ भनेको त ए माछा भित्र बसेन त नै ल नबोल्नु रोल ल एक्सन जाऊ कट लु कट अब के मेरो के छ अब के छ गर्नु एकैचोटि सक्दिनँ बा आऊ त गोविन्दले उसको कताबाट दुर्नु अब सिन्दुर सके त बेसारी हाल्नु त अब यो कालेसँग कसको फोन हो बन्द गरेर बन्द हेलो गाइजहरू सबैजना नमस्कार म यो गाउँले बुहारीको ए हो र हेलो गाइजहरू सबैजनालाई नमस्कार अनि वेलकम छ हाम्रो गोविन्द खड्का मिनी ब्लगमा आज चाहिँ हाम्रो सर्ट मुभी गाउँले बुहारीको टिमहरूको सर्ट मुभी थियो अनि सर्ट मुभी गर्न एकछिन डिस्टर्ब नगर्नु भनेको म यहाँ यत्रो इनर्जीले बोल्न थालेको छ होइन सुन्नुहोस् गाई अब फेरि सरासरी त्यहीँबाट सुन्नुहोस् है हामी चाहिँ गाउँले बुहारीको टिम आज सर्ट मुभीको सुटिङ गर्न आएका छौँ बिहान 7 बजेदेखि अहिले ठ्याक्कै 5 बज्न लागिसक्यो अहिले 4 भइसक्यो ल अब त्यसलाई घटाइदिउँ 4 भइसक्यो हामी चाहिँ सुटिङमा छौँ अब कतिखेर सकिने थाहा छैन 7 बज्छ होला सायद आँखा मिच्दै अँध्यारामा टस बाल्दै हिँड्ने हो गाइजहरू यस्तै छ जिन्दगी हाम्रो डाइरेक्टर साहबलाई पनि नमस्कार भन्न चाहन्छु उहाँ हुनुहुन्छ मेरो आफन्त हाम्रो लरिबरी इन्टरटेनमेन्टमा जोडिनु होला सब्सक्राइब लाइक कमेन्ट सल्लाह सुझाव दिन नबिर्सिनु होला साथै हामी सम्पूर्ण गाउँले बुहारी टिमहरूलाई सक्दो सपोर्ट गरिदिनु होला भन्न चाहन्छु आग्रह गर्दछु होइन त सकेसम्म यो गोविन्द खड्काको युट्युब च्यानल पनि छ यसो ट्याक्क सब्सक्राइब गरिदिनु न होइन तिलु बेबी छ है तिलु बेबी हालेपछि भेट आउँछ होइन त गाई अनि अघि बाहिर आमासँग कुरा गरे जस्तो लागेको थियो आमा चाहिँ कता जानुभयो त खोइ कता मरेको तेरो आमासँग कुरा गरेर साध्य भए पो कुरा गर्नु कता जान्छु भन्थे कता गयो नि कट उता छोरी किनर बुवा आज पनि फेरि आमासँग झगडा पऱ्यो क्या तपाईँको अघि ठुल्ठुलो स्वरले कुरा गरेको सुनेको थिएँ अब नजिक हान्नु पर्छ यो बुम्स सुन्नु बाप्सले बुम्स दिन्छ आज फेरि आमासँग झगडा पऱ्यो बुवा आज फेरि आमासँग झगडा पऱ्यो कि क्या हो अघि ठुल्ठुलो स्वरले बोलेको त सुनेको थिएँ है ठुल्ठुलो स्वरले बोलेको त सुनेको थिएँ फेरि झगडा गर्नुभयो कि क्या आमासँग यति क्यालेन्डरको छ भाइ जाउँ रोल एक्सन किन र बुवा आज फेरि झगडा भयो कि क्या हो आमासँग हजुरको अघि ठुल्ठुलो स्वरमा झगडा गरे जस्तो त लाग्दैन थियो ठुल्ठुलो स्वरमा बोलेको त सुनेको थिएँ भन्नु पर्यो रोल किन एक्सन र बुवा फेरि झगडा भयो कि क्या हो आमा र हजुरको अघि ठुल्ठुलो स्वरमा बोलेको जस्तो त लाग्दै थियो लास्ट लो गराउनु न त्यो बोल्दा बोल्दै लो पनि भएन त्यहाँनिर बोलिसकेपछि मुख ट्यापा भाइ अनि लास्ट फुलोमा बोल्यो भने त्यही फुलोमा छोडिदिने मुखलाई अनि मैले बोल्दा बोल्दा लाटा भएन क्या भनिरहेको लो छोडेर जानुहुन्न कि लो गऱ्यो एउटै फ्लोमा दिने हो फेरि एकचोटि चाहिँ दिउँ है छैन भने पनि होइन एकचोटि फ्लो नछोड्नु मुख ट्याप बनाउनु ल रोल एक्सन किन र बुवा हजुर आमाको र हजुरको फेरि जाऊ एक्सन एक्सन किन र बुवा आमाको र हजुरको फेरि झगडा भयो कि के हो अघि ठुल्ठुलो स्वरमा कुरा गरे जस्तो त लाग्दै थियो कट मुख बन्द फेरि पनि अनि यो चाहिँ ल भयो फेरि बानी बनाउँदै मलाई भन्न
ल बुवाले है ठिक भनी छोरी त है तैँले ठिकै सुने रहेछ छोरी। अब तेरो आमाले मलाई कहिले पो देखेको संसार, तेरो दाइलाई पनि देखेको सहँदैन। जहिले ठुल्ठुलो स्वरले बोल्ने, यो घरको मै हो राजा जस्तो पल्टिने, यस्तो पाराले नि हुन्छ त छोरी। ल एक्सन। ठिकै छ नि छोरी तैँले, तेरो आमाले मलाई एक्सन। ठिकै छ नि ठिकै सुनिछस् त छोरी रोल। ठिकै सुनिछस् छोरी तैँले, तेरो आमाले मसँग कहिले पो राम्रोसँग बोली थिएन, न मसँग राम्रो बोल्छे न छोरासँग। यो घरको राजा म नै हो भने यस्तो गर्छे, अनि कहाँबाट राम्रो हुन्छ र घरमा। भने जस्तो गर्नु कट उज्रो। के अरे झुमा मिस, हेलो झुमा मिस। नबजाउनु कसको मोबाइल बजायो होइन? नबजाउनु झुमा हेलो झुमा मिस, कता हुनुहुन्छ? एकछिन अब मोबाइल नबजाइदिनु रे, त्यही त नि बुवा, मोबाइल नबजाउनु रे। आमाको बानी पनि कहिल्यै सुध्रिने भएन है। काम गर्यो जस पनि दिनुहुन्न। मलाई त रिस उठेर आउँछ आमा देखेर पनि। त्यही त नि बुवा, आमाको के हो बानी कहिले नसुधेको। कहिल्यै सुध्रिने भएन, कसैले देखिसक्नुहुन्न। मलाई त आमा देखेर पनि रिस उठेर आउँछ भनेको। खालि आफ्नै कुरा मात्रै जिद्दी गर्नुहुन्छ भन्नु न। रिस उठाइले छैन, ल जाउँ है त रोल एक्सन। त्यही त नि बुवा, आमाको बानी पनि कहिल्यै नसुध्रिने भयो। मलाई त रिस उठेर आइसक्यो। ठिकै छ। एउटा दाउरो ल्याउनु आमाको बानी देखेर भनेर राम्रो हुन्छ। एउटा दाउरो ल्याउनु सरी, फेरि गर्नु अब गरौँ। ठिक हो नि, ठिक हो। के गर्नु त पर्दैन, त्यही हो नि। अर्को चाहिँ सुध्रिस भनेर ल जाऊ। पहिलोचोटि हो दुई तिनचोटि म त रिस उठेर आएछु। तल मात्र रिस उठेको रे छोरी बुवाको है, तल मात्र रिस उठेको छोरी। मलाई पनि रिस उठेको छैन। अब रिसाएर के गर्नु? रिसले आफूलाई खान्छ। यति रोल एक्सन। कुरा त तैँले पनि ठिकै गरेको हो छोरी। रिस त तँलाई मात्रै उठेको कहाँ हो र, मलाई पनि उठ्छ नि। के गर्नु, रिस उठ्यो भन्दैमा झगडा गरेर केही हुनेवाला छैन। आफ्नै घरबार बिग्रिन्छ, सुहाएरै बस्नु पर्यो। के गर्छस्? हेर्नु तल हेर्नु। मैले हाँस लापति ल ल लगा एक्सन। यस्तो दिउँसै नौली स्वानी परेर सुत्नु तिमीहरूलाई लाज लाग्दैन? जुत्तो टाइममा त्यही बस। भाइ आयो त यहाँ त यहाँ ल भाइ छिर्छु। यो भाइको टाइम पछि हेर्नु त भाइ है यसै गर नपुछ न अहिले। आमा तपाईँले यो के गर्नु भएको है? छिर्छु है ल जहाँ थाहादेखि हो। ओ यो तार छाडौँ न, चुको त यो निकाल्नु नि अडी यहाँ भने हालमा बसेछु म त। सरेर झ्यापै पानीमा बसेन। रोल एक्सन। आमा, यो के गर्नुभएको तपाईँले? कट एउटा रिएक्सन मात्रै, कुरो बस्छ त एउटा रिएक्सन मात्रै। ल नाच रोल नपुछ है एक्सन।
कट यो आमाको टाइट बसिहाल त छिटो यहाँ त यता आउँछ भने के गरेको आलुमा मासु तेरो झ्याम्मै छ के गरेको तेरो फुटे आँखाले देखिनस् दिउँसो लुउने स्वास्नी यसरी च्यापेर सुत्न लाज लाग्दैन तिमीहरूलाई नबस भयो त्यति भयो ल रोल एक्सन के गरे देखियो ठिक छ रोल एक्सन के गरे कि हो आमाले भनेर तेरा फुटेको आँखाले देखेन दिउँसो यसरी लौनी स्वास्नी चप्केर सुत्न तँलाई लाज लागेन अझ सोद्धो रहेछस् के गरेको आमा भनेर नपुस ल त्यही पनि यो थन्नेले फर्किनु पर्छ यो बिजेको कहाँ जाने वाइट ब्याग जान्छ बाहिर मसाली गर्नु है यहाँ सुन आमा तपाईँलाई अलिकति लाज शरम भन्ने चिज छैन छोरा बुहारी यसरी सुतिरहेको ठाउँमा आएर पानी हाल्नलाई लाज त तिमीहरू दुईजनालाई हुनुपर्ने हो लाज नभएको लबस्टराहरू ल सुत अब भनेर आउट गराइदिनु ओइ यहाँ राख्नु पऱ्यो त्यही भएन है आमा त्यति भनेर है आउट गराइदिनु यसो गर न म क्यामेरा यहाँ चाहिँ थाकेर ल छिटो ल छिटो रोल भाइ एक्सन आमा तपाईँलाई अलिकति पनि लाज लागेन यसरी छोराबारी ल रोल एक्सन आमा तपाईँलाई अलिकति पनि लाज लागेन यसरी छोराबारी सुतेको ठाउँमा आएर पानी खनाउनलाई अलिकति पनि लाज लाग्दैन तपाईँलाई लाज त तिमीहरूलाई लाग्नु पर्यो ल सुताउँछु यो यहीँ म गएँ खट नपुसाइ केही पनि नपुस त्यतिकै न त्यतिकै काम गरिराखेँ बुवाले एकैचोटि त्यसो भन्नुभयो म के भन्नु अब ठिकै छ काम गरिरहेको थिएँ समग्र काम अर्को गरौँ के बरु काम गरिरहेको त बाले मलाई भन्नुभयो क्या पैसा नमाग्नु भएकोमा आएर म आएर बा ए बा भन्नु उसले लोमै भने त होइन ठिकै छ कि कराउँछ भन्ने हिसाबले भने ठिकै छ त बहिनीको जाऊ टाइट न म दिन्छ यसरी ए बुहाएर उसको बिचकोबाट बस न बुहाएर उसकोबाट लाइटी उसलाई देऊ के भन्छ विनोदलाई देऊ अनि बुहाएर उसको बिचकोबाट बस के भयो बहिनी के भने उसले विनोद लास्टमा काम गर्दै होइन क्या बहिनी खास कुरो के हो के भयो र खास कुरो दाइ के हुनु र दाइ अघि भाउजूलाई आमाले बाहिर गाली गर्दै हुनुहुन्थ्यो है अघि भाउजूलाई आमाले गाली गर्दै हुनुहुन्थ्यो तपाईँ पनि सुते गर्नुहुन्छ बुवाले पनि अहिले आएर मलाई गाली गरिरहनु भएको छ म त यो घरमा त कसैको नराम्रो पो भयो क्या हो सबैको सेतो भयो क्या अगाडि ल डल्ले भयो भन्ने त एकचोटि मैले भेटियो के हुनु र भाइ अघि आमाले भाउजूलाई कराउँदै हुनुहुन्थ्यो बाहिर आमाले भाउजूलाई कराउँदै हुनुहुन्थ्यो है अनि बुवा पनि भित्र आएर फेरि मलाई नै गाली गर्नुहुन्छ मै पो नराम्रो भयो कि अब यो घरमा सबैको लागि जसले पनि मलाई कराउनु यति के हुनु र दाइ अघि आमाले भाउजूलाई कराइरहनु भएको बाहिर कराएर हाल्नु के हुनु र दाइ अघि आमाले बाहिर भाउजूलाई कराइरहनु भएको थियो अनि बुवा पनि भित्र आएर मलाई नै कराउनुहुन्छ यो घरमा त सबैको मै नराम्रो भएको छु कि क्या त्यति हो तर मिलाएर हुँदैन त्यति नै होला भाइ यो चेपले टाँसिटामा यसो ख्याल गरेँ फेरि झुन्डेल झुन्डेल म त हिँड्दिन्छु म छुटाउनु म त राति हाल्नु फ्याँकिदिनु क्या कहाँ छुटे राति हाल्नु हुन्छ कसले हानेर उसिरहने होइन म बताउँछु कि भाइ यहाँ मेरो बचाउनु होइन यता अलिक लाइट दियो न तिमीलाई म बचाउँछु भने चाहिँ बचाउँछु थाहा छ के अलिक बचाउनु थाहा रोल एक्सन के हुनु र दाइ अघि आमाले बाहिर भाउजूलाई गाली गरिरहनु भएको थियो
अनि बुवा पनि भित्र आएर मलाई नै गाली गर्नुहुन्छ। त्यो घरमा त मै नराम्रो भएको छु कि के हो सबैजनाको। सुनेर गलेर कर एकचोटि भन्न सक्नुहुन्छ है डाइरेक्ट? एकचोटि दिन मन लाग्यो मलाई। फेरि एकचोटि भन्नु ल दिउँदा ठिकै छ त्यो पनि। यता यता मात्र हेर्नु ल। रोल एक्सन। के हुनु र दाइ? बाहिर अघि आमाले भाउजूलाई गाली गरिरहनु भएको थियो। बुवा पनि भित्र आएर मलाई नै गाली गर्नुहुन्छ। यो घरमा त सबैको मै नराम्रो भएको छु कि के हो। गलेर फेरि दाइले तल सुन्नु फेरि पुगेर कर अहिले चाहिँ भयो मलाई नानी कि अहिले मलाई हेरेर एकचोटि फ्यासा भएर ल टु सर्ट बस्छौ त दुईजना डाइलग दिन्छु मैले है भएर उसको है म त विनोद अब अलिकति लाउडमा है अहिलेको भन्दा है बुवा बहिनीले के भन्दैछ होइन हाम्रो आमाले गर्न खोज्नु लाउनु भएको के हो के आमाको लागि घरमा काम गर्न गाह्रो भयो भनेर आमाले नै बिहा गर भनेर घरमा बुहारी भित्राइदिएको छु अनि बुहारीलाई नै देखिन नसके पछाडि हाम्रो घरबार बिग्रिन्न बुवा तपाईँले आमालाई के भन्न सक्नुहुन्न यो विनोदको होइन अनि बुवाले त्यही फलोमा मिलाउनु है बुवाले अनि के भन्ने अरे छोरा मैले अब थाहा छ त तँलाई पनि तर म तेरो दुले ल्याउने बेलामा कुरा छिन्न जाँदाखेरि तर म मात्रै जाँदा तेरो आमा पनि म पनि जान्छु म पनि हेर्छु मैले नहेरी हुन्छ भनेर ऊ आफै गएर हेरेर चित्त बुझाएर यो घरमा भित्राके हो अब आज आएर उसले ए बुहारी राम छैन यस्तो उस्तो भन्छ त अब म के गरौँ यति मिलाउनु कति जान्छ सुने त मेरो ल बुवा चर्काउसरले बोला अब बुवा होइन बुइनीले के भन्दैछ? बुइनीले बहिनीले के भन्दैछ? बुइनी भन बुइनी बहिनीले के भन्दैछ? अनि आमाले त गराउनु त बुहारीले आमालाई दुःख हो भनेर आमाले नै बिहा गर भनेर मैले बिहा गरेँ अहिले आएर आफै त्यस्तो गर्नुहुन्छ के गर्न खोज्नुभयो आमाले? त्यस्तो गर्दासम्म तपाईँले केही पनि भन्न सक्नुहुन्न है बुवाले त्यही फलाउ मिलाउनु बुवाले है रोहन सर तपाईँले एकपालि बिचमा बस्दिने देखिन्छ ल त्यति गर्नु रोहन सर नहालिनु है खुट्टो नहलाउनु जाम बुवा भन बहिनीले के भन्दैछ? आमाले गर्नु खोज्नु भएको चाहिँ के हो? झन् आमाको दुःख भयो बुवा होइन बहिनीले के भन्दैछ? आमाले गर्न खोज्नु भएको चाहिँ के हो क्या? झन् आमालाई दुःख भयो आमा बुढेसकाल हुनुभयो अब केही काम गर्न सक्नुहुन्न भनेर बिहे गर छोरा भन्नुभयो र मैले बिहे गरेँ अहिले आएर यस्तो गर्नुहुन्छ होइन तपाईँले पनि केही भन्न सक्नुहुन्न बुवा? होइन मैले के भन्नु छोरा तेरो आमाको बानी कस्तो छ भन्ने त तँलाई पनि त थाहा छ अनि तेरो बिहा गर्ने बेलामा पनि तेरो आमालाई लगेर पनि त केटी देखाएको नि ए यतिको भए हुन्छ चल्छ भनेर त्यतिखेर फुरुक्क भई अनि त्यसपछि हामीले बिहा गऱ्यौँ अब बिहा गरेको 2 दिन हुन पाएको छैन अब बुहारीले कराउन थाल्छ अराई सिकाइ गर्नु के कसो बुझ्नु त छैन अहिले नयाँ बुहारीलाई त्यत्तिकै कराएर हुन्थ्यो त तेरो आमाले त्यो त मलाई पनि थाहा छ नि अब के गर्नु त मैले तेरो आमाको बानी नै यस्तै छ अब आमाको बानी नै त्यस्तै हो देउता सानो मेट दिनु पर्यो नि यसलाई टुसर्ट राख मैले के भन्नु एक्सन अब तेरो आमाको बानी त्यस्तै छ त अब हामीले त सहनु पर्यो नि तैँले पनि तेरो श्रीमतीलाई मेरो बुहारीलाई सम्झाउनु पर्यो कुरा बुझिस् हाम्रो घरको यस्तै छ वातावरण आमा यस्तो हुनुहुन्छ बा यस्तो हुनुहुन्छ बहिनी यस्तो हुनुहुन्छ भनेर सम्झाउने गर न त नयाँ बुहारी हो उसले पनि त चित्त दुखाउन सक्छ त्यही त नि बुवा अब आमाको यस्तो व्यवहार देखेपछि उनलाई पनि कता कता मनमा पिर पर्छ छोड्दौ ल बहिनीको ठिक हो बहिनीको है बुवा दाई ओइ सुन है दाइ बुवा दाई हिजो भर्खरै यो घरमा भाउजू भित्रिनु भएको छ है हिजो भर्खर यो घरमा भाउजू भित्रिनु भएको छ
अब बिहे गरेर आएको घरमा 2 दिन नबित्दै भाउजूले त्यसरी हेला गऱ्यो भने